वीरेन्द्रको वंश नाश हुँदै गर्दा ज्ञानेन्द्रको वंश चाहिँ किन नाश भएन त? त्यहाँनिर प्रश्न उठ्छ नि त। जेनजी आन्दोलनमा तपाईँ पनि हुनुहुन्थ्यो होला, एकजना जेनजी मरे, अब तपाईँ पनि किन मर्नु भनेर कसैले तपाईँलाई प्रश्न गर्यो भने के जवाब हुन्छ तपाईँको? गोठमा बाँधिराखेको गाईलाई सोद्धाखेरि पनि माटो। हर्क सामाजिक फेरि एउटा कुरो के भन्छ, उहाँ मेयर हो, सार्वजनिक मान्छे हो, उहाँले सच्चिनुपर्छ। नसिका मलाई नसिका, तेरो शैली नसिका। कसले भन हर्क साङपाङ पास्टर भनेर, तुमलाई पढाउने मास्टर हो। अनि धरानतिरको एउटा चाहिँ बौला टाइपको चाहिँ मेयर छ है, काम त अब राम्रै गरे होला। धरान बाहिर चाहिँ पपुलर छ, धरानभित्रको चाहिँ थाहा छैन। उसले गर्दा 40-50 हजारलाई लाइक गरेर देख्छु 1 घण्टामा मैले। एउटा फ्याउरो स्टेज चढी कराएछ ए होइ, 50,000 लाइक्स भन्दै 5-10 लाख गाली मात्रै खाएछ ए होइ। हराएको त होइन नि, के डराउनु, कस्तो खालको डराउनु, दुर्गा वर्ष डराउनु। म एमालेको समर्थक त हो नि त, मबाट सुरुवात हुन्छ भने एमाले तपाईबाट सुरु हुँदैन, तपाईँ त एमालेको झोले हो नि। पहले नेपाल के लोग बोला करते थे कि मोदी जैसा प्रधानमंत्री नेपाल में भी चाहिए, लेकिन अब भारत के लोग बोल रहे हैं कि भारत में बालेन शाह जैसा तवातोड़ एक्शन लेने वाला प्रधानमंत्री हो जाए तो भारत में सारी व्यवस्थाएं ठीक हो जाएगी। यो सुदन गुरुङ नेपाली हो। अब नेपाली गुरुङ अनि के हुन्छ, विदेशी हुन्छ। उनी चर्चित पत्रकार टीकाराम यात्रीको कार्यक्रममा गएर धुरुधुरु रोएकी थिइन्। सर 20 रुपियाँ दिनु है, 20 रुपियाँ। ल हुन्छ हुन्छ हुन्छ। झापामा गएर सोध्नु न, त्यहाँ कुकुर बिरालोलाई सोद्धा म्याउ भनेर माटो भन्छ क्या। मैले शेरबहादुर प्रचण्ड टेपी सेनावली मध्ये तपाईँलाई मनपर्ने को त? हर्क साङपाङ। दाइ नेपाली हो? हजुर हो। तपाईँले अहिले नेपालको कुन नेता मन पर्छ दाइ तपाईँले? मन पर्ने त केपी ओली हो। हजुर। तर जिउँदो होइन, मरेको। श्रम संस्कृतिको एजेन्डा के हो? हामी विद्यार्थीलाई टमाटर रोप्न लाउँछौँ। बिहा कर्मा का अस्तिसम्म हामीसँग प्रमाण छ, उनीहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको छ। उहाँलाई त ये क्या हो गया? चुनाव हार्यो भने के गर्नुहुन्छ? होइन, म हार्न मैले जानेको छु। डबल भोटको अन्तरमा हामी जित्छौँ। 80,000 को आसपास मत सूर्य चिन्हमा खस्छ। जेसुकै गरोस् हामी चुनाव हार्दैन। म धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएको हुँ भनेर अरू नेताले भन्छन्, आशिकाले भन्दिन। वुमेन कान नकाट्ने र आफ्नो वाचा पूरा नगर्ने, दिदीको कुरा सुनाऊ अनि फनी कमेन्ट्स गरौँ। यो आन्दोलन कहिलेसम्म हुन्छ दिदी?
नेपाल को होने वाला प्राइम मिनिस्टर